बोकेर भारतबाट घर आएका टीकारामको भोलिपल्टै रहस्यमय मृत्यु। दर्शक पनि घर परिवारसँग खुसी साट्ने, छोराछोरीलाई भेट्ने उत्साहका साथ भारतबाट हिजो 30 गते शनिबारको दिन घर आएका 28 वर्षीय टीकाराम थापाको रहस्यमय मृत्यु भएको घटनाले बैजनाथ गाउँपालिका वार्ड नम्बर 5 न्यू सिटी क्षेत्र शोकमय बनेको छ। परिवारका अनुसार टीकाराम भारतबाट आफ्ना एक साथीसँगै घर आएका थिए। घरमा खानपिन गरेपछि उनी दिउँसो करिब 1 बजे मोटरसाइकलमा साथीसँगै भारतबाट ल्याएको सामान अर्को साथीलाई दिन जान्छु भन्दै घरबाट निस्केका थिए। तर रातिसम्म दुवैजना घर नफर्केपछि परिवारमा निकै चिन्ता बनेको थियो। त्यसपछि बिहानतिर टीकारामसँगै आएका साथीले परिवारलाई तपाईको छोरा खेतमा लडेको छ भन्ने जानकारी दिएका थिए। उक्त सूचना पाएपछि टीकारामको घर परिवार घटनास्थलमा पुग्दा टीकाराम मृत अवस्थामा फेला परेका थिए। घटनाको वास्तविकता अझै पनि खुल्न सकेको छैन। यो घटना सत्य तथ्य छानबिन गरियो। तपाई टीकारामको बुवा है? हजुर। अनि टीकाराम कहिले? हिजो नै आएको इन्डियाबाट? हिजो 9 बजे आएको थियो घरमा। 9 बजे आएको। अनि एक्लै आएको थिए? नै दुईटा एउटा साथी पनि थियो। हजुर। त्यही साथीसँग एउटा मोटरसाइकल लगेर गयो दुईटा। मोटरसाइकल तपाईको थियो? आफ्नै मोटरसाइकल मेरै थियो। कहाँ जान्छु भनेर? को साथीको सामान पुर्याउन जान्छु भनेर गएको। उतै इन्डियाबाट ल्याएको साथीको चक्लेट के पठाएको थियो अरे। हजुर। त्यही दिन्छु भनेर गएको। कति महिनापछि आयो उनी इन्डियाबाट? 4 महिनापछि। 4 महिनापछि इन्डियाबाट आए। बिहान आए, खाना खाए? हजुर। 1 बजे बिहान खाना खाएर 1 बजेतिर निस्के घर। 1 बजेतिर निस्के। हजुर। साथीसँग निस्केपछि जस्तो अब तपाईँ साँझ पख उलाई खोल्न त धेरै आतुरबाट मोबाइल खोल्न लाग्यो के छ? उसको सिमै थिएन इन्डियाबाट भर्खर उही बिहान नेपाली सिम थिएन अनि फोनै गर्न पाएन हामीले। अनि आफ्नो माइत गएर बस्यो अरे वहाँ नास्ता खाएर। हजुर। 5 बजेतिर त्यहाँबाट निस्क्यो अनि आएर माथि रङ्गिला गएर नास्ता खान लाग्थ्यो 7-8 बजेतिर त्यो खबर आयो। अनि त्यो पछि के भयो अब थाहा भएन। बिहान 81 त्यो साथीले अब रातभरि म त छटपटाइरहेँ। रातभरि छोरा कहाँ गयो होइन? अर्को छैन भर्खर आएको मान्छे कहाँ छ भनेर चिन्ता भयो। हजुर। अनि त्यसले बिहान मेरो मोटरसाइकलको अगाडिको सो मात्रै निकाले हातले। ठोकिया पनि छैन, हानिया पनि छैन, सट्ट हातले निकालेर सो मात्रै। अन्त केही भएको छैन मोटरसाइकल। बिहान ल्यायो दाइ उहाँ खेतमा बिहोस भएको छन्। म मोटरसाइकल ल्याएर आएँ भन्यो। अनि जाँदा कसले भन्यो? त्यो साथी थियो, सँगै गएको साथीले। सँगै गएकोले। एकचोटि उसले भन्यो आरामिल बुवालाई भेट्न गइँ भन्यो मसँग बिहान। पछि अन्त कहाँ त्यो 4-5 कुरा गर्यो। अनि त्यसले सही कुरा गरेन। अब त्यसकै कमानमा मारियो जस्तो छ। अब सँगै गएको साथी, एउटा साथी मृत अवस्थामा फेला पर्नु, अर्को साथी सकुशल घर बाइक लिएर मेरो साथी मर्यो भनेर तपाईसँग यहाँ जानकारी गराउन आउनु। साँझ गएँ माथि बुवा हुने बसे। बिहान गएर जाँदा दाइ मर्नु भएको छ अनि भेटेर आएँ भनेर फोटो खिचेर ल्याएर देखायो मलाई। साथीको नाम के हो? त्यो नाम त थाहा भएन। घर कहाँ हो साथीको? अर्पण गरे। घर कहाँ हो? घर पहिला त यहीँ गुरागाउँ स्कुल नेर अहिले उता कता गएन राप्ती पारितिर। यो घटनामा के लाग्छ तपाईलाई? यो त मारेको देखि मारेकै छ नि। मन ककरको बाजा जाँति एउटा ढुङ्गो पनि पल्टाएको छैन। मर्या ठाउँमा लगेर टक्क राख्दै मारेकै छ। केही जोतेको खुट्टा तान्छ मान्छेले। एउटा चल्लाले त कता उफ्रिन्छ मान्छे हो। त्यो आफै मर्दा त फुटफुटी गरेर माटा डल्ला पल्टाउँथ्यो होला। जोत्या ठाउँमा जाँति थियो त्यतिको त्यति जाँति मुक्छ हुइदिन रगत चुयाउँछ अलिकति। तपाईले सोध्नु भएन सँगै गएको तलाई चोटपटक लागेको छैन, कसैले हानेको भयो भने पनि भन अनि भन्नु भएन? अब त्यो भनेन दाइ बिहोस छन् भनेपछि म त बिरामी नै होला भनेर गइयो। अनि वहाँ जाने पुलिस लगिसक्नु भयो। लास हेरे। हेर्दाखेरि पलरीको मुचुल्कामा के उठ्यो? शरीरमा कुनै अङ्गमा चोटपटक लागेछ? मुखबाट बलौट आयो। यता चोट लाग्छ थियो। अब वहाँ पुलिसले छैन भन्नुहुन्छ अरे कोलपुरमा। अब खै के हो? तपाईले हेर्नु भएन शरीरमा? नजिक जान दिनु भएन हामीलाई। आफ्नो छोराको त हेर्न पाउनु भएन? अब म हेर्नै नसक्ने स्थितिमा थिएँ अनि। दर्शक पनि हेर्नुहोस् त, भारतबाट 2 जना साथी घर फर्किन्छन् जुन कि साथीको टीकारामको घरमा। सँगै गएका साथी एउटा रहस्यमय घटना घटेको छ। सँगै गएका साथी यदि कसैसँग लडाइँ परेको हो, घटना घटेको हो, बाइक एक्सिडेन्ट परेको हो भने पनि केही न केही चोट हुनुपर्ने हो नि। ऊ साथीकै घरमा आफन्तलाई जानकारी गराउन आउँछन् तपाईको छोरा चोटपटक लागेको छ उठाउन आउनुहोस् भन्दाखेरि, तर उहाँ जुन पीडित पक्ष उहाँ जाँदा उनी मृत अवस्थामा हुन्छन्। वास्तवमा यो के हो छानबिन हुन पक्कै पनि आवश्यक छ।